नमस्ते, म डाक्टर रङ्गिना लाइकङबम, स्त्री तथा प्रसुति रोग विशेषज्ञ। म आज अलिकति आईवीएफ को प्रोसिजर टेस्ट ट्युब बेबी को बारेमा अलिकति जानकारी दिन लागिरहेको छु। सो पहिला हामी जाम बच्चा कसरी हुन्छ भनेको महत्त्वपूर्ण कुरा चाहिँ यो प्रोसिजर कस्तो हुन्छ भनेको चाहिँ जान्न जरुरी छ। एउटा महिलाको ओभुलेसन हैन सधैं 14 दिन हाराहारी 14 दिनमा चाहिँ अंडाशयबाट अंडा निस्किन्छ। त्यो निस्केको अंडा गर्भनली फैलोपियन ट्युबले पिकअप गर्छ र शारीरिक सम्बन्ध भएको बेलामा शुक्राणु जुन भित्र छेड्छौं त्यो शुक्राणु गर्भनलीसम्म जान्छ र दुईटाको मिलन यता हुन्छ र फर्टिलाइजेसन भइसकेपछि चाहिँ फेरि त्यो फर्केर पाठेघरमा आउँछ। यो नर्मल प्रोसिजर भयो हो। हाम्रो बच्चा कसरी बसिन्छ भनेको चाहिँ यो नर्मल प्रोसिजर नर्मल प्रक्रियाबाट बस्नेको। कुनै दम्पतिको बच्चा बसिरहेको छैन र उहाँहरूले चाहिँ विभिन्न उपचार गरेर सके पछाडि पनि बच्चा बसाउनमा उहाँको प्रोसेस सक्सेस भएन र कुनै डाक्टरले चाहिँ आईवीएफ गर्न पर्ने हो भनेर भनेको छ भने चाहिँ आईवीएफ टेस्ट ट्युब बेबी भनेको के हो यो जानकारी म अलि छोटोमा दिन चाहन्छु। आईवीएफ गर्ने बेलामा चाहिँ विभिन्न प्रोसेस विभिन्न जाँच प्रक्रियाहरू हुन्छ, विभिन्न हार्मोनल टेस्टहरू हुन्छ। यो सबै गरिसके पछाडि चाहिँ हामीले पुरुषको पनि शुक्राणुको जाँच उहाँको ब्लडको टेस्ट सबै गरिसके पछाडि चाहिँ प्रोसेसमा जाँदाखेरि चाहिँ कस्तो हुन्छ आईवीएफ भनेको के हो भनेको चाहिँ डिस्कस के हो भनेको यो कुरा चाहिँ एकदम जान्न जरुरी छ। कतिपय पेशेन्ट्सहरू आएर बुझिराखेको हुँदैन। आईवीएफ गर्ने बेलामा चाहिँ युजुअली हामी दुईटा फेजमा गर्न मिल्छ। एउटा चाहिँ महिनावारी भएको हाराहारी पहिलो दिन दोस्रो दिन तेस्रो दिन अंडाशयकोमा कतिवटा अंडा छ ट्रान्सभजाइनल एउटा सोनोग्राफी गुप्ताङ्गको द्वारबाट चाहिँ एउटा गर्ने भिडियो एक्सरे को विधिबाट चाहिँ यो गरेर हामीले अंडाशयमा कतिवटा अंडा छ भनेर हामी काउन्ट गर्छौं। त्यो अंडा काउन्ट गरिसके पछाडि चाहिँ हामीले डोज डिसाइड गर्छौं कति डोज दिने हो, इन्जेक्सन कसरी दिने हो, कति डोजमा चलाउने हो, कति दिनको लागि चलाउने हो भनेर चाहिँ हामीले फिक्स गर्छौं त्यो दिनमा चाहिँ र हामीले त्यो इन्जेक्सन चाहिँ सुरु गर्छ। मिनिमम हामीले 10 दिन जतिको इन्जेक्सन लगाउँछौं। त्यो इन्जेक्सन चाहिँ हामीले लगाइसके पछाडि चाहिँ बिचमा 6 दिन 7 दिनमा हामी फेरि ट्रान्सभजाइनल सोनोग्राफी फेरि गरेर हेर्छौं। त्यो हेर्ने बेलामा चाहिँ हामीले अंडाको साइज कति ठूलो भइसकेको छ, त्यो अंडाको साइज ठूलो सानो त्यही साइजको अनुसार हामीले इन्जेक्सन बढाउने घटाउने त्यो डोज चाहिँ हामीले हे टेस्टमा चाहिँ हामी मिलाउँछौं। युजुअली 10 दिन इन्जेक्सन लगाइसके पछाडि चाहिँ यो अंडाशयमा चाहिँ अंडा युजुअली 18 देखि 24 mm को थुप्रै अंडाहरू बनिसके पछाडि चाहिँ आईवीएफ गर्ने बेलामा चाहिँ जति राम्रो अंडा बने जति राम्रो अंडा निकाले त्यति नै राम्रो आउटकम पनि राम्रो हुन्छ। सो हामीले त्यो अंडा बनिसके पछाडि चाहिँ हामीले ट्रिगर दिन्छु, एउटा औषधि दिन्छु जहाँ इन्जेक्सन दिइसके पछाडि चाहिँ 34 आवर्स देखि 36 आवर्स पछाडि हामीले त्यो अंडाशयबाट चाहिँ अंडा चाहिँ हामी ल्याबमा आईवीएफ ल्याबमा यतिकै साधारण ल्याबमा हैन आईवीएफ ल्याबमा हामी निकालिन्छ। सो यो फर्स्ट प्रोसिजरलाई चाहिँ हामी स्टिमुलेसन भन्छ। अब आयो हाम्रो सेकेन्ड प्रोसिजर के गर्ने भयो। सेकेन्ड प्रोसिजर ओभम पिकअप भनिन्छ। यो ओभम पिकअप गर्ने दिन जुन अंडा निकाल्ने दिनमा चाहिँ हामी मेल पार्टनर पुरुषलाई पनि हामी ल्याबमा बोलाउँछौं र ल्याबमा उहाँको सिमेन कलेक्सन सिमेन स्याम्पल दिन लगाउँछौं। सो सिमेन स्याम्पल दिइसके पछाडि चाहिँ हामीले त्यो दिन सिमेन कलेक्सन भएको र जतिवटा अंडा निकालेको छ त्यो चाहिँ हामी आईवीएफ प्रोसेसको लागि चाहिँ आईवीएफमा पनि अलि डिफरेन्ट तहको हुन्छ। आईवीएफ भनेको चाहिँ अंडा जति अंडा निकाले त्यसको छेउमा चाहिँ हामीले शुक्राणु टन्नै छोड्दै पनि चाहिँ आफै फर्टिलाइज हुन दिने त्यसलाई चाहिँ इन विट्रो फर्टिलाइजेसन भनेर आईवीएफ भनेर भनिन्छ। तर कहिले कहिले पुरुषको पुअर स्पर्म क्वालिटी सिमेन क्वालिटी छ भने चाहिँ एउटा अंडामा एउटा स्पर्म इन्जेक्ट गर्न मिल्छ, त्यसलाई चाहिँ इक्सी भनेर भनिन्छ। सो यो भयो सेकेन्ड स्टेप। युजुअली डे 2 हामीले त्यो इन्जेक्ट गरिसके पछाडि डे 2 कि डे 3 मा चाहिँ हामी कतिवटा भ्रूण बन्यो भनेको यो कुरा चाहिँ हामी हेर्छौं ल्याबमा। हामी एम्ब्रायोलोजिस्ट हाम्रो एम्ब्रायोलोजिस्टले चाहिँ कतिवटा भ्रूण बन्यो भनेर यो कुरा चाहिँ मैले एकदम स्ट्रेस गरेर भन्न खोजिरहेको छु। अंडा जतिवटा निस्किन्छ त्यतिवटा नै भ्रूण बन्छ भनेको जरुरी छैन र जतिवटा अंडा निस्किन्छ त्यतिवटा अंडा राम्रो अंडा आएको हो भनेर पनि जरुरी छैन। मानम हामीले टीवीएस
अन्डा बनाउने बेलामा बिरामीलाई चाहिँ 10-15 वटा अन्डा देखिएको छौँ भनेर भने पनि कहिले कहिले त्यो तान्ने बेलामा निकाल्ने बेलामा चाहिँ त्यो 15 वटा बाट चाहिँ खाली 4-5 वटा अथवा 15 पनि हुन सक्छ। कतिवटा चाहिँ मेच्योर्ड एग आएको छ, मेच्योर्ड अन्डा आएको छ, त्यो चाहिँ हेरिसके पछाडि मात्रै हामीले एउटा प्रोसिजरबाट चाहिँ हेरिसकेपछि मात्रै थाहा हुन्छ। सो अब हामी 3 स्टेप्समा डिभाइड गर्यो। पहिला चाहिँ इन्जेक्सन लगाएर अन्डा बनाउने, सेकेन्ड स्टेप चाहिँ अन्डा निकाल्ने दिन, र थर्ड स्टेप चाहिँ हाम्रो अन्डा त्यो भ्रूण कतिवटा बन्यो भनेको चाहिँ डे 2 डे 3 युजुअली हामी डे 3 मै हेर्छौँ र अथवा डे 5 मा ब्लास्टसम्म पनि लिएर जान सकिन्छ। अब आयो नेक्स्ट स्टेप। नेक्स्ट स्टेपमा चाहिँ हामी के गर्ने? कति महिलाहरूले चाहिँ हामीलाई या अथवा कुनै दम्पतिले चाहिँ आइभीएफ गरिराख्नु भएको छ भने चाहिँ कहिले हो ट्रान्सफर गर्ने भनेको चाहिँ यो पनि जान्न एकदम जरुरी छ। आइदर फ्रेस ट्रान्सफर गर्न पनि मिल्छ र फ्रोजन ट्रान्सफर, यो दुईटा शब्द भनेको के हो? फ्रेस ट्रान्सफर भनेको चाहिँ जुन बेला हामीले जुन महिनामा अन्डा निकालेको छ त्यसको हामी त्यही महिनामै त्यो भ्रूण ट्रान्सफर गर्न मिल्ने, यसलाई चाहिँ फ्रेस ट्रान्सफर भनेर भनिन्छ। फ्रोजन ट्रान्सफर भनेको चाहिँ बनिसकेको भ्रूणलाई चाहिँ हामी फ्रिजिङ गरेर चाहिँ हामी राखिदिन्छ फेरि ल्याबमा, अनि त्यस पछाडि चाहिँ महिनावारी भएको अर्को महिनाको हाराहारी 18-19 दिनमा चाहिँ हामी ट्रान्सफर गरिदिन्छ। साइन्सले के भन्छ? साइन्सले चाहिँ फ्रेस ट्रान्सफर भन्दा फ्रोजन ट्रान्सफर बेटर आउटकम्स छ। फ्रेस ट्रान्सफर गर्न मिल्दैन भन्न खोजेको होइन, तर साइन्सले चाहिँ फ्रेस ट्रान्सफर भन्दा चाहिँ फ्रोजन ट्रान्सफर राम्रो छ भने। अनि फ्रोजन ट्रान्सफर चाहिँ हामी कहिले गरिन्छ? जब महिलाको हामी अर्को महिनावारी भइसकेपछि हाराहारी 18 देखि 19 दिन पछाडि, अनि त्यस पछाडि हामी ट्रान्सफर गरिसकेपछि हाराहारी 12 दिनदेखि 15 दिन भित्रमा, युजुअली 12 दिनमै हामीले एउटा ब्लड टेस्ट सिरम बिटाइसीबाट चाहिँ थाहा हुन्छ हो प्रेग्नेन्सी पोजिटिभ आएको छ कि छैन भनेर। सो यो भयो आजको हाम्रो फर्स्ट पार्ट, आइभीएफ गर्ने भनेको, आइभीएफ प्रोसिजर भनेको के हो भनेर। थ्याङ्क यू सो मच।